विश्वकप छनौटको सपना जीवित राख्न नेपाललाई लगातार जितको दबाव। आखिर नेपालले सोझै विश्वकप खेल्न के कस्तो समीकरण पूरा गर्नु पर्ला त? आजको यस भिडियोमा सम्पूर्ण जानकारी दिनेछौं। विश्वकप लिग 2 अन्तर्गत शीर्ष 4 मा रहेर सिधै एक दिवसीय विश्वकप छनौट खेल्ने नेपालको सम्भावना अहिले निकै कठिन मोडमा पुगेको छ। पछिल्ला खेलहरूको नतिजापछि नेपालको समीकरण झन जटिल बनेको हो। अब नेपालले बाँकी रहेका 11 खेल मध्ये अधिकांशमा मात्र होइन, लगभग सबै खेलमा जित निकाल्नुपर्ने दबाव सिर्जना भएको छ। लिग 2 को प्रतिस्पर्धा यसपटक निकै कडा देखिएको छ। शीर्ष स्थानमा टोलीहरूले लगातार अङ्क जोडिरहेका बेला नेपालले भने बीचबीचमा महत्वपूर्ण खेल गुमाउँदा तालिकामा पछि परेको हो। यही कारण अब शीर्ष 4 भित्र पुग्न नेपाललाई केवल आफ्नो प्रदर्शन मात्र पर्याप्त छैन, अन्य टोलीहरूको नतिजाले पनि ठूलो भूमिका खेल्नेछ। यद्यपि सम्भावना पूर्ण रूपमा समाप्त भने भइसकेको छैन। नेपाली टोलीले विगतमा पनि असम्भव जस्तो अवस्थाबाट शानदार पुनरागमन गर्दै समर्थकहरूलाई खुसी दिएको इतिहास छ। घरेलु मैदानमा नेपालको प्रदर्शन प्राय बलियो रहने भएकाले समर्थकहरू अझै आशावादी छन्। तर यदि नेपाल शीर्ष 4 को लक्ष्यमा असफल भयो भने त्यसपछि मुख्य चुनौती एक दिवसीय मान्यता जोगाउने हुनेछ। त्यसका लागि नेपालले लिग 2 तालिकामा कम्तीमा शीर्ष 6 भित्र स्थान बनाउनै पर्नेछ। शीर्ष 6 मा रहे नेपालले सिधै ओडिआईमा मान्यता जोगाउने र विश्वकप छनौटतर्फको यात्रा पनि जीवितै रहनेछ। यदि त्यो पनि सम्भव भएन भने नेपाल सामु प्लेअफ मार्फत अन्तिम अवस्था रहनेछ। प्लेअफमा खराब प्रदर्शन भयो भने नेपालले ओडिआई मान्यता गुमाउने खतरा समेत रहनेछ, जुन नेपाली क्रिकेटका लागि ठूलो धक्का हुन सक्छ। अहिले नेपाली क्रिकेट समर्थकहरूको नजर आगामी प्रत्येक खेलमा केन्द्रित छ। कप्तानदेखि युवा खेलाडीसम्म सबै खेलाडीमाथि दबाव बढेको छ। बलिङ, ब्याटिङ र फिल्डिङ तीनै विभागमा स्थिर प्रदर्शन आवश्यक देखिएको छ। विशेष गरी अनुभवी खेलाडीहरूले जिम्मेवारीपूर्वक प्रदर्शन गर्न सके नेपाल फेरि बलियो रूपमा प्रतिस्पर्धामा फर्किन सक्छ। अब हेर्न बाँकी छ कि नेपालले दबावलाई अवसरमा बदल्दै फेरि एकपटक विश्व क्रिकेटलाई चकित पार्ला, के यसपटक ओडिआई मान्यता जोगाउने संघर्षमै सीमित होला? त्यो भने हेर्न बाँकी छ। हामी निरन्तर नेपाली क्रिकेट जगतका यस्तै अपडेटहरू दिनेछौँ, जसको लागि भिडियोलाई लाइक गर्न भने नबिर्सिनुहोला।